हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। सो हामी चाहिँ हिजो चाहिँ पोखराबाट चाहिँ बेलुका चाहिँ बागलुङ आएको थियौँ है। अहिले चाहिँ राइट नाउ चाहिँ आज चाहिँ हामी होटलमा बसेको छौँ। यस्तो भइसक्यो बिहान उठेर। हामी चाहिँ आज चाहिँ बिहानै उठेर नुहाइधुवाइ गरेर चिसो पानीले नुहाएर अनि त्यसपछि जाँदैछौँ कालिका माईको दर्शन गर्नेलाई तल कालिका मन्दिरमा। अनि त्यसपछि बिहानै उठेर उनीहरू चाहिँ चिया कफी खाएर कफी सफी खाएर मलाई राखिदिएको थियो, तर चिसो भइसक्यो। बाहिरको भ्यू चाहिँ तपाईँहरूले त्यस्तो राम्रो चाहिँ छैन। आज चाहिँ अलिकति हुस्सो लागेको रहेछ उता माथि माथितिर चाहिँ। अनि ठिकै छ, आज चाहिँ बाहिरको मौसम चाहिँ त्यस्तो नराम्रो पनि छैन। अनि हाम्रो यहाँ दुईजना मेकअप आर्टिस्टहरू यता खाने अब यहाँ के हेर्ने यहाँ कति लाउँछ छोरी मान्छेको बानी कति डल्ने थुतुनो बोरी डल्ने बानी क्या छ्या। साथीभाइहरू हेर्दै टेम्पोमा आज लाइफमा पहिलोचोटि म चढ्दैछु टेम्पो होइन यो रिक्सा टेम्पो चढ्दैछौँ यी तिन पाङ्ग्रे टेम्पो। त्यो बाहिरको जुगाड गर्नको लागि जुगाड हेर्नको लागि यस्तो गर्नुपर्ने बेर्दै यहाँ दिदीले उता त्यस्तो गराइछन् टेम्पोमा। गाडीमा चढ्न हुँदा त टेम्पोमा चढ्न सही रहेछ यार, आनन्दसँग हेर्दै कस्तो आनन्द लाग्यो। बरु गाडीमा चढ्नु त टेम्पोमा चढ्नहरू मजा आउँछ। एउटा गाडी किन्न हाल्नु पऱ्यो, टेम्पो किन्न पर्छ जस्तो छ अब। यसो खाली टाइममा मान्छे एउटा हिँड्ने नत्र आफू घुम्न हिँड्ने टेम्पोमा त्यो छ विचार। हामी टेम्पोबाट झरिसक्यौँ। अनि अब चाहिँ हामी अब होटेल समित धौलागिरी, यो चाहिँ हाम्रो आफ्नै होटेल हो, हाम्रो ठुल्ड्याडीको है। आमा यहाँ त फुलसुल यहाँ फुलसुल किन्नको लागि आउनु गर्दा खाने टोक्रा किन्नुपर्छ। टोक्रा किन्न आउँ, यहाँ टोक्रा किन्नुपर्छ। कति हो यो टोक्राको? एउटै हो टोक्रा यहाँ अलि धेरै किनिसक्यौँ यहीँ सामानहरू किनेर चाहिँ जान लाग्यो। कतिजना पारि दुईवटा नाम भन्दैन न, यो त मलाई थाहा क्या भन्नु नाम भन न, के नि हुन्न क्या यो ठुलो घन्टी हाम्रो फ्यानहरूको लागि। सुरुमा चाहिँ यहाँ गणेश भगवानलाई पूजा गर्नुपर्छ अरे। पूजा सकिसक्यो भर्खरै। अनि टक्क लाएर अब म चाहिँ यहाँ नरिवल फुटाल्छु। यहाँ चाहिँ नरिवल फुटाल्ने अरे टिका लैजाने भने यहाँ यता खुइले पनि पूजा गऱ्यो नि, दिदीले पूजा गर्ने, भाइले पनि पूजा गरे होइन भाइ। अनि त्यसपछि यहाँ टिका माग्ने रे फेरि म चाहिँ नरिवल फुट्छु। त्यो नरिवल नि ट्याक्क फुटाल्दै मैले मिलाएर फुटालेँ, झडममा हान्न सकिनँ, डर लाग्यो। एकबारमा अलिकति फुटालेँ। अब चाहिँ पूजा सक्यो। तर गाई चाहिँ यस्तो रहेछ, मनदेखि नै चाहेर आएपछि चाहिँ मैले जब धुप बालेर घुमाउँदाखेरि मलाई कस्तो काम छुटेको थियो क्या, कस्तो जिउ यस्तो कामै थियो है। अनि पछि चाहिँ चढाइदिएँ दियोस् कालिका माईले है, दुर्गा माताले रक्षा गरून् हाम्रो सबै हाम्रो फ्यानहरूलाईदेखि लिएर मेरो वरिपरिको मलाई माया गर्ने सबै हाम्रो प्यारो साथीभाइहरूलाई सबैलाई एकदमै मनदेखि नै तपाईँहरूको लामो आयु तथा तपाईँहरूले सधैँभरि सुख मिलोस्, मागेको पुरा होस् भनेर कामना गर्छु। त्यही नै हो। अब चाहिँ यसो निस्किनु पर्ने हुन्छ, बिहानदेखि केही पनि खाएको छैन। जोस् मैले यत्रो 3-4 महिना अगाडिदेखि चाहिँ म बागलुङ मन्दिरमा आउँछु भनेर भन्थेँ। म पराय सबै मन्दिरमा आउँछु नेपाल आएको बेला। आएपछि म आउँछु भनेर भनेको थिएँ। म सकुशल नेपाल पुगेँ भने म आउँछु भनेको सोचेको थिएँ। आएँ, चित्त मनले चाहेको पुरा भयो। हाम्रो पूजा सकिसक्यो है मनदेखि नै। अब पूजा गर। चस्मा लाउन पऱ्यो, चस्मा पूजा त देखिन्छ होइन, अँध्याराको त्यो झन् त चस्मा लाउने झन् देख्दिने गाइजले। यहाँ सबैले रक्षा गरौँ। मलाई चक्लेट खान मन लाग्यो। त्यो चाहिँ खान भनेको पूजा बाँकी खान रोक्दैन मलाई होइन भाइ? हो कि होइन? हाम्रो हेन्सम छ है, कसैले लप्पाइन भए भन है। ऊ हेर रक नि देखाइदिन्छ फेरि होइन, डान्स नि हानिदिन्छ छैन।
डान्स हान्दै एकचोटि माइकल ज्याक्सन हानिदिन्छ अरे ल टक्क लागेर अब चिया खानुपर्छ एक कप त्यहाँ माथि जानुपर्छ कस्तो भयो नि कस्तो भयो खाना हो दसैँ आए जस्तो भयो दसैँ बाहेक मैले कहिले यस्तो खानु नभएको तँलाई कस्तो लाग्यो मलाई त्यस्तै लाग्यो खानासाना खाएर नि सकिसक्यो आफूले त रोटी दबाइयो 3टा रोटी तरकारी मासु सबै दबाइदिएँ मैले त उनीहरूले भात खाए अनि यो चाहिँ हाम्रो प्यालेस हो है यहाँभित्र चाहिँ कसैले बेसे गर्न चाहन्छ यहाँभित्र आउँदा हुन्छ यहाँ आउनु होला सामान प्याक गर्ने अनि त्यसपछि निस्किनु पर्छ घरतिर आज चाहिँ म जन्मेको म हुर्किएको ठाउँमा हामीले खुयुलाई गर्छ खुयु लास्टै एक्साइटेड थिइन् के हो रे डर पनि मानिकिन अलिकति केही छैन हामी 3जना जान लाग्यो उता छेउको मान्छेलाई चिन्नुहुन्छ होला है मैले भर्खर चिनेको होला चाहिँ साथीभाइहरू अब चाहिँ हामी निस्किन लाग्यो गलकोटतिर हाम्रो घरतिर होइन उनी चाहिँ कहाँ खुसी लाग्छ रेडी हुँदैछु म ऊ चाहिँ रेडी हुँदैछ अब चाहिँ निस्किन लाग्यो गलकोटतिर अब यहाँदेखि चाहिँ एकछिनमा अब अहिले चाहिँ दिउँसोको बजेको छ 1:07 बाँकी छ अनि टक्क लागेर अब जानुपर्ने हुन्छ अनि अस्ति चाहिँ मैले जापानबाट आउँदा सामान ल्याइदिएको थिएँ त्यो सामान यो ल्याउन एकजना बहिनी आउँदै हुनुहुन्छ ल साथीभाइहरू अब चाहिँ बागलुङबाट गलकोटतिर टक्क लागेर हिँड्यो त राम्रो देखिन्छ एकदमै राम्रो देखिन्छ अब चाहिँ यहाँदेखि चाहिँ टक्क लागेर 2-2.5 घन्टामा गलकोट मेरो गाउँ मेरो पुर्खेली गाउँ पुगिन्छ हामी आइसकेको छौँ यहाँ बौरा भन्ने ठाउँमा हाम्रो गलकोट बौरा चौतारा अनि चाहिँ अहिले चाहिँ बाहिरको मौसम चाहिँ यस्तो छ यतातिर भित्रतिर यसो हजुरआमालाई भेट्न लागेको अनि गाडीले चाहिँ सामान लगेर तल गइसकेछ अब आधी घन्टा 1 घन्टा जति बसेर त्यसपछि हामी जान्छौँ यहाँबाट अनि हाम्रो प्यारी हजुरआमा यता भित्र हुनुहुन्छ यहाँ के गर्न लाउनु होइन खुब हजुरआमा यहाँ आउनु कहाँ यहाँ यता नमस्ते गरिदिनु त नमस्ते के छ खबर भनिदिनु भिडियो बनाएको यहाँ भिडियो बनाउँछु क्या मैले सबैले सन्चै छ भन्नु आशीर्वाद दिनु यहाँ सबैलाई आशीर्वाद दिने है ल आशीर्वाद मेरो लाउनु नि त फुलुन फलुन त्यति भनेर भन्नु फल्यान् हेट परा टिक्राउनेला तिमीको यस्तो फुलुस फालुस राम्रो होस् अब एकछिन यहाँ बस्छौँ अनि त्यसपछि जान्छौँ एकछिनमा हामी त फर्किन लाग्यो होइन र जाम आउँछ केही नि हाम्रो घरटिमा ल हिँड त जाम केमा लान्छौ मलाई बोकेर लान्छौ पिलेन आउँछ पिलेन अहिले ल जामला पनि जाम ल त्यसै अब जान्छ मेरो नातिले जान्छु नातिले बुवाले नातिले जान्छ जान्छु नि म त हाम्रो हजुर मायालु हुनुहुन्छ क्या होइन बाबु हो कि होइन सो अब चाहिँ यहाँबाट निस्किन लाग्यो अब यहाँदेखि हिँडेर जानुपर्छ अलिकति टाइम त्यसपछि अनि होइन त्यस्तो होइन ढिला हुन्छ होइन ढिला हुन्छ मैले चाउजानी खान्न कस्तो म ढिला हुन्छ साथीभाइहरू हामी त फर्किसक्यौँ नि टक्कै यहाँ दाइले हतारमा बोलाएर यहाँ ल्याउन आउन भन्ने त्यहाँबाट ल्याउन आउने यस्तो मान्छे हुनपर्छ गाइज है ल्याउन आउनु हो उहाँले ट्याक्सी यहाँ नत्र पैसा खर्च हुन्थ्यो टक्क अब चाहिँ जानलाई कहाँ माट होइन किन प्रमोसन गरिदिनु पसल जानु लाग्यो पसलमा जानु लाग्यो अलि ठुलो पसलमा सबै कुरा पाइने ठाउँमा अनि त्यसपछि दुगुर्दै दाइले बोलायो 10 मिनट दुगुराउनु होइन त्यो बुद्ध अघि भयो बागलुङबाट हिँड्ने बेला यहाँ थियो टाउको हल्लाउँदा यहाँ आएछ अहिले कतिवटा यहाँ गएर बस्छ यो गाह्रो छ सपिङ भइसक्यो अलरेडी यहाँ उतामा उसले त्यस्तो लिएर हिँड्दा छ मेरो यता सपिङ भइसक्यो अब म चाहिँ अगाडि बस्नुपर्ने हुन्छ मासु तल मेरो फाइनल्ली म मेरो घर आइसकेँ मेरो पुर्ख्यौली घर त्यसपछि यहाँ वरिपरिको नजारा हेर्न सक्नुहुन्छ त्यहाँ रवि केसी दाईको घर हो त्यो चाहिँ रवि केसी भलिबल खेलाडीको अनि हामी चाहिँ यहाँ घर हामी कान्छीले यत्र राख्यौँ नयाँ दुलाई भित्र आउँदाखेरि के गर्नुपर्छ अरे त्यही भएर यत्र राखेँ मैले लुकाएर आँचीमा गर अनि गाजी हेर्नु त हाम्रो पुर्खौली घरमा जताततै यो के हो यो झाडे उम्रेछ बडो टेन्सन पो भयो पुरै झाडै झाड छ झाडै झाड होस् केही छैन अब यतापट्टिको घर नि खाली भयो जियोस् नेपाल खाली हुँदैछ ठिक छ गाउँहरू खाली हुँदैछ के गर्नु अब
चित्त बुझाउनै पर्यो यो घरमा कोही छैन हामी नबसेको पनि टन्नै बस्यो भने त जताततै यस्तो फोहोरै फोहोर भयो है यतापट्टि नि यस्तो भयो यतापट्टि त जानै डर लाग्ने है यस्तो हेर्दै यतापट्टि त गाइस यो कुनापट्टि चाहिँ अस्ति नै पहिरोले यहाँ उस गरेको थियो हाम्रो किचन चाहिँ तर अहिले चाहिँ यस्तो भएछ के गर्नु गाह्रो छ ठिकै छ साथीभाइहरू होइन हाम्रो घर हाल्पछि राम्रो बनाउनुपर्छ है यो घर है बनाऊ यहाँ डर थियो आउँदा गाइस यो डराइ थियो हाम्रो घर आउनु भएको होइन डराइ थिइन् फर्सी होइन त काका त्यो हाम्रो गान्छेले खुयुले यस्तो गर्दाखेरि नि खै खुयो यस्तै घर सफा गर्दाखेरि नि सामान यता सारेर आजदेखि सुरु भयो है टक्कलाहरू माथि साथी यताउता यो तार निकालेर राखिदिनु पर्ला यसको माथि फोहोर यार खुइ क्या नि निकालिदिने हो यसको कस्तो लागिरहेको तपाईँलाई अहिले कस्तो लागिरहेको अघि त्यति काठ भनेको डढाएर उहाँ त्यही लगाएर हामीसँग पछि गइदियो डरबोक झुसिल्क्यो तेरो पछि होइन होला हो